संसारमा 7 अर्ब करिब 7 अर्ब नागरिकहरू बसोबास गर्छन् यो ग्लोबमा। सबैको चाहना सक्सेस, ह्याप्पी, हेल्दी, वेल्थी, सबैको चाहना नै यही हो। सबैजनाले मलाई मानोस्, सबैले मलाई चिनोस्, एकदम सबैले प्रशंसा गर्ने खालको काम गर्न पाए हुन्थ्यो। एकदम स्वस्थ शरीर, बलवान शरीर भयो हुन्थ्यो। हेर्दाखेरि एकदम राम्रो आफूलाई लागेदेखि हुन्थ्यो र संसारको कुनै पनि ठाउँमा यसो घुम्न पाइयोस्, कहिले अमेरिका, कहिले अस्ट्रेलिया, कहिले स्विजरल्यान्ड यसो घुम्न जान पाइयोस्, राम्रो राम्रो होटलमा बस्न पाइयोस्, एयरपोर्टबाट ओर्लिँदाखेरि आफ्नो नामको ब्यानर लिएर पुरेर बसोस्, एटिएम कार्ड हालेर पैसा झिक्दाखेरि जति पनि आओस्। सम्पूर्ण व्यक्तिको भित्री इच्छा त्यही हो। तर मानिस त्यो लेभलमा सोच्न पनि नसक्ने अवस्थामा, कसैले यो कुरा भन्यो भन्दै पनि रिस उठ्ने अवस्थामा पनि कतिपय व्यक्ति हुन बाध्य भएका छन्। मान्छेसँग अथाह शक्ति छ, अथाह शक्ति, यति शक्ति छ। मान्छेले जे चाहन्छ, जे सोच्छ, जे एनालाइसिस गर्छ, त्यही पाउन सक्ने क्षमता भगवानले हामीलाई दिएको छ। चाहे 18 पुराण महाभारत काव्य पल्टाएर हेर्नुस्, त्यसको मुख्य सार गीता पल्टाएर हेर्नुस्, वेद पल्टाएर हेर्नुस्, गुरु नानकको पुस्तक पल्टाएर हेर्नुस्, बाइबल पल्टाएर हेर्नुस्, अथवा कुरान पल्टाएर हेर्नुस्, मुस्लिम फिलोसफी कुरान, हरेक धर्मले के भन्छ त भने त 8 म पुऱ्याउँछु, सिर्फ 8 अगाडि बढ। 99% व्यक्तिहरू अनसक्सेस व्यक्तिहरू हुन्छन्। कसैले केही गर्न लागेको छ भने पनि यु क्यान डु इट, गो अहेड, आई एम विथ यु भन्ने मान्छे कोही पनि छैन। म तेरो साथमा छु, अगाडि बढ भन्ने कोही पनि छैन। त्यो हुँदैन कि यसो गर्दा हुन्छ कि नमागेको सल्लाह दिने मान्छे धेरै हुन्छन्। ठुला आँट हिम्मत कसैले गर्यो भने पनि बकम खुसी ठुल्ठुला कुरा गरेर हिँड्ने, के गर्छ त्यसले जिन्दगीमा, केही पनि गर्दैन। यस्ता व्यक्तिहरू धेरै भएको यो समाजमा 99%ले जे गरेका छन् त्यसकै फलो गर्ने मान्छेहरू धेरै हुनुहुन्छ। एक्स्ट्रा अर्डिनरी सोच भएको, नयाँ सोच, नयाँ काम, नयाँ विचार, नयाँ आकांक्षा, नयाँ सपना भएको मान्छेलाई बाँच्न पनि गाह्रो छ यो दुनियाँमा। त्यसकारण यदि तपाईले यो दुनियाँमा केही गर्नु छ भने, सक्सेस हुनु छ भने, सक्सेसको मन्त्र खोज्नुस्। पहिला के हो त्यो मन्त्र? तपाईलाई पुरै दुनियाँले, पुरै देशले सहयोग नगरे पनि तपाईको साथमा कायनात हुनेछ। तपाई सक्सेस हुनुहुनेछ। तपाईको विचार के छ, विचार तपाईको सबै पूर्ति हुँदै जानेछ। के चाहनुहुन्छ तपाई? यदि तपाईको सम्पर्क यदि भगवानसँग भयो भने, भगवान, व्हाट इज भगवान, व्हाट इज गॉड, व्हाट इज हिडन इंटेलिजेंस, व्हाट इज अल्लाह, व्हाट इज खुदा, व्हाट इज गॉड। हामी अहिले यस्तो प्लानेटमा बसेका छौं जुन प्लानेट 1 घण्टामा 16,560 किलोमिटरको दरले घुमिरहेको छ र दिन रात भइरहेको छ। त्यही प्लानेट दिन रात गर्ने हाम्रो सूर्यलाई परिक्रमा गर्नको लागि 1 घण्टामा 1,08,000 किलोमिटरको दरले दौडिरहेको छ। सूर्यलाई परिक्रमा गर्नको लागि आज वैज्ञानिकहरू 1,08,000 किलोमिटरमा दौडिरहेको पृथ्वीको स्पिड भन्दा पनि बढी
बुलेट स्पिडमा गइरहेको कमेन्ट यानि चट्टानमा स्याटेलाइट ल्यान्ड गर्नको लागि वैज्ञानिकहरू सक्षम भइसकेका छन्। आज हामी चाहिँ आज कसैले अलि ठुला कुरा गरे भने पनि हामीलाई डाइजेस्ट हुँदैन। हाम्रो देशको कतिपय व्यक्तिहरूलाई आज के खाउँ भोलि के खाउँ रातो पैसाको मुख हेर्न नपाउने अवस्थामा पुगेका नेपाली जनतालाई यी कुराहरू जम्मै हाइपोथेटिकल लाग्न सक्छ। इभन डाक्टर डिग्री मास्टर डिग्री गरेका व्यक्तिलाई पनि यी मैले भनेका कुराहरू डाइजेस्ट नहुन सक्छ। तर यो नै रियालिटी हो। मान्छेले जे चाह्यो त्यो गर्न सक्छ, जे चाह्यो त्यो गर्न सक्छ। त्यो कुरा मैले मात्र भनेको होइन। म जन्मिनुभन्दा पनि अगाडि नाइटिङ्गलदेखि लिएर अल्बर्ट आइन्स्टाइनसम्म भन्नुभएको कुरा हो। यो मानवले जे चाहन्छ त्यो सम्भव छ। यो कुरा सम्भव गराउनको लागि ज्ञानको आवश्यक पर्छ। ज्ञान पिएचडी ट्रिपल पिएचडी हुँदैमा सक्सेस हुन्छ भन्ने छैन। सक्सेस सफल हुनको लागि पढ्नै पर्छ, पिएचडी नै गर्नुपर्छ। नपढेका मान्छे पनि कति सक्सेस भएका छन्। नाम नलिउँ विश्वका धनाढ्य व्यक्तिहरूको। पढ्नै पर्छ भन्ने छैन, डिग्री नै लिनुपर्छ भन्ने छैन। सेल्फ नलेज सेल्फ स्टडी नै सफल हुनको लागि सक्षम छ, काफी छ, पुग्छ। डिग्री नभए पनि सक्षम हुन सकिन्छ। बामपुड्के हुँदैमा सक्षम हुन नसक्ने भन्ने पनि छैन। एकदम अग्लो टिङ्गरो हुँदैमा पनि सक्षम नहुने, सफल नहुने भन्ने पनि छैन। एकदम मोटो हुँदैमा, एकदम पातलो हुँदैमा न, एकदम राम्रो हुनुपर्छ, अनुहार एकदम मिलेको न, एकदम कुरूप व्यक्ति पनि सक्षम हुन सक्छ, विश्व प्रख्यात हुन सक्छ, नोबेल प्राइज विजेता हुन सक्छ। सिर्फ उसको लागि त्यो ट्र्याकको ज्ञान आवश्यक पर्छ। त्यो ज्ञान के हो? त्यो ज्ञान के हो? मान्छे सफल हुनको लागि आवश्यक पर्ने ज्ञान। जति पनि माखला लेभलका मान्छेहरू हुनुहुन्छ, जस्तो हलिउडका एक्टर्सहरू, टप एक्टर्सहरू, मङ्गल ग्रहमा पुग्ने व्यक्तिहरू, एकदम देशका सफल हुनहार व्यक्तिहरू, ती सबै व्यक्तिलाई त्यो रहस्य थाहा छ। कतिपय व्यक्तिलाई त गड गिफ्टेड भएको हुन्छ, गड गिफ्टेड, उहाँहरूले भन्नुभएको हुँदैन। हामीले यो चलाउने साधारण कम्प्युटर, यसको नलेजको बारेमा एकचोटि यहाँहरूलाई कुरा गर्छु। यो नलेज, यो कम्प्युटरको नलेज, यसमा यसको सानो हार्ड डिस्कमा पुरा इन्साइक्लोपिडिया नै अडेको हुन्छ। पुरा ब्रह्माण्डको इन्साइक्लोपिडिया आजसम्म जति तयार गरेका छन् वैज्ञानिकहरूले, त्यो पुरै एउटा सानो हार्ड डिस्कको सानो पार्टमा अड्न सक्छ। हजारौँ हजार फिल्महरू, लाखौँ गीतहरू, हजारौँ हजार डेटा, पुरा लाइब्रेरी नै कम्प्युटरको हार्ड डिस्कमा अड्न सक्छ। द्याट इज मेमोरी, द्याट इज मेमोरी। यसको इन्टेलिजेन्टको कुरा गर्ने हो भने, यो कम्प्युटरको इन्टेलिजेन्ट, यसो हो भने यसो गर्ने, यसो हो भने यसो गर्ने, यस्तो हो भने यस्तो किसिम गर्ने भन्ने इन्टेलिजेन्टको कुरा गर्ने हो भने, यही अहिले जोडेका यही कम्प्युटरलाई तपाईँले कुनै पनि टेलिकम्युनिकेसनको अफिसमा लिएर गएर त्यहाँको त्यो कम्प्युटरको कनेक्सन थुतेर यसलाई जोडिदिनु भयो भने, यही कम्प्युटरले त्यहाँको सफ्टवेयर हाल्ने बित्तिकै करोडौँ मान्छेको कुरा गरिरहेको कताबाट कता जोड्नु पर्ने एट ए वान टाइम सिमल्टेनियसली जोडिदिने भ्याउँछ यसले। यही कम्प्युटरले एट ए वान टाइम सिमल्टेनियसली जोडिदिन सक्छ। तपाईँको पैसा सिद्धियो, तपाईँको पैसा आइसक्यो। दिस कल क्यान नट कन्डक्सन ड्यु टु सर्किट कन्जम्सन। ट्राई अगेन, थ्याङ्क यू। तपाईँको सर्किटको अभावले गर्दा तपाईँको कल पुरा हुन सकेन। सबै काम एट ए वान टाइम तपाईँ यही कम्प्युटरमा फेसबुक चलाउनुहोस्, गीत सुन्नुहोस्, अथवा युट्युबबाट फिल्म हेर्नुहोस्, अथवा प्रिन्ट गरिराख्नुहोस्, अथवा स्क्यानर गरिराख्नुहोस्। एट ए वान टाइम सिमल्टेनियसली काम गर्न सक्छ। दिस इज कम्प्युटर। यो कम्प्युटरभन्दा कैयौँ गुणा ठुलो कम्प्युटरलाई सुपर कम्प्युटर भनिन्छ। सुपर कम्प्युटरभन्दा कति लाख गुणा ठुलो छ यो कम्प्युटर, मानव मस्तिष्क। आजसम्म कुनै पनि संसारका वैज्ञानिकले एनालाइसिस गर्न सकेको छैन कति गुणा ठुलो छ सुपर कम्प्युटर भन्दा। यो कम्प्युटरमा जम्मा तीनवटा पार्ट हुन्छ, मुख्य पार्ट। त्यसलाई मोनिपुलेट गर्ने यानि संयोग गर्ने पाइनल ग्ल्यान्ड हुन्छ।
कन्सियस माइन्ड तपाईको शरीरको राजा हो, डाइरेक्टर हो, किङ हो, डिसिजन मेकर हो, सिपियु हो। कन्सियस माइन्ड पृथ्वीमा आज पृथ्वीको कुरा गर्ने हो भने पृथ्वीको एक ठाउँबाट अमेरिकै जानलाई 7 घण्टा लाग्छ। 7 घण्टा लाग्छ। नेपालबाट नेपालै जानलाई प्लेनमा 1 घण्टा लाग्छ। अमेरिकाबाट नेपाल जानु पर्यो भने अथवा नेपालबाट अमेरिका आउनु पर्यो भने कम्तीमा पनि 20 घण्टा 25 घण्टा लाग्छ। लाइटलाई 1 सेकेन्डमा 700 पल्ट लगाउँछ पृथ्वीलाई। त्यही लाइट ध्रुव तारामा पुग्नु पर्यो भने 450 वर्ष लाग्छ। आकाशमा देखिने एक्ट्रेस र अन्टार्कटिका ताराको बीचको डिस्टेन्स लाइटलाई हिँड्नलाई करोडौं वर्ष लाग्छ। करोडौं वर्ष। पृथ्वी सूर्यको अगाडि एउटा तिलको गेडा बराबर हो, एकदम सानो। सूर्यको अगाडि सानो केरौ अथवा त्योभन्दा पनि सानो। एक्ट्रेस अन्टार्कटिका ताराको अगाडि सूर्य स्पटमा पनि आउँदैन। यत्रो ब्रह्माण्ड चलाउने शक्ति, द्याट इज गड, द्याट इज हिडन इन्टेलिजेन्स, द्याट इज हिडन इन्टेलिजेन्स। त्यो शक्ति हाम्रो शरीरमा ब्रह्माण्डको जुन शक्ति छ त्यो ब्रह्माण्डसँग हामी लिङ्क छौँ। भगवान र हामी डिफ्रेन्ट नै होइन, हामी भगवानसँग जोडिएका छौँ। जुन बेला पनि भगवानले हाम्रो आवाज सुनिरहेको हुन्छ, हामीलाई सम्पूर्ण शक्ति दिएर भगवानले केही गर्नको लागि पठाएको, हामीलाई सम्पूर्ण ताकत हामीलाई दिएको छ। मानव शक्ति कसरी बनेको छ आजसम्म कुनै पनि वैज्ञानिकले एनालाइसिस गर्न सकेको छैन। कन्सियस माइन्डको पावर जुन पृथ्वी भन्यो मैले, पृथ्वीको 1 भागमा 3 भाग पानी छ। पानीभन्दा हजारौं गुना धेरै हावा छन्। हावाभन्दा हजारौं गुना ठुलो व्याप्त ब्रह्माण्ड छ। लाखौं करोडौं गुना ठुलो ब्रह्माण्ड व्याप्त छ। त्योभन्दा पनि ठुलो मान्छेको मन छ। मनभन्दा पनि ठुलो लगाव, मनलाई लगाव गर्न सक्ने बुद्धि छ। बुद्धिलाई कन्ट्रोल गर्न सक्ने विवेक छ। अब भन्नुस्, तपाईको कन्सियस माइन्ड के चाहन्छ? हरेक चीज जे चाहन्छ त्यो गर्न सक्छ। तर गराउनको लागि इम्प्लिमेन्ट गर्न सक्ने शक्ति भनेको सबकन्सियस माइन्डसँग छ। तपाईले जे इनपुट दिनुहुन्छ, तपाईको मनमा 80% भन्दा बढी नकारात्मक बीजले भरिएको हुन्छ। तपाई नकारात्मक चीज सोच्नुस्, फ्याट्टै पाइहाल्नुहुन्छ तपाईले एकदम छिटो। अझ मेडिटेसन गर्ने मान्छेहरूले त सोच्नु मात्र पर्छ, अगाडि आइपुग्छ। सोच्नु मात्र पर्छ। यदि तपाईले नेगेटिभलाई हटाएर पोजिटिभ मात्र थिङ्क गर्न सक्नुभयो भने त तपाईँ त सिद्ध पुरुष भइहाल्नुहुन्छ, भगवान भइहाल्नुहुन्छ। तपाईँ कन्ट्रोल गर्न सक्ने, नेगेटिभलाई पुरै कन्ट्रोल गर्न सक्ने मानिस भनेको भगवानको लेभलको मान्छे हो। प्रत्येक व्यक्ति भगवानको लेभलमा पुग्न सक्छ, तर सक्दैन। त्यसको लागि धेरै तपस्या, त्याग, तपस्या चाहिन्छ। तर हामीले यदि ज्ञान पायौँ भन्दा सबकन्सियस माइन्डमा कसरी प्रोग्राम गर्ने, डाइरेक्ट तपाईले कुनै पनि इन्फर्मेसन कन्सियस माइन्डलाई दिनुभयो, सबै कुरो सबकन्सियस माइन्डमा पठाउँदैन, ब्लक गर्छ। यदि तपाईले इम्पोर्टेन्ट इन्फर्मेसनहरू एनालाइसिस गरेका जति पनि इम्पोर्टेन्ट इन्फर्मेसनहरू डाइरेक्ट यदि तपाईले सबकन्सियस माइन्डमा राख्नुभयो भने सबकन्सियस माइन्ड डराउँदैन इम्प्लिमेन्ट गर्नको लागि। सोच्नु पर्दैन। कन्सियस माइन्डलाई सोच्नुपर्छ, डराउँछ। हरेक कुरा गर्नको लागि प्रत्येकचोटि डराउँछ, अगाडि पछाडि हेर्छ।
कन्सियस माइन्डलाई हेर्नु पर्दैन, के अरे सरी सबकन्सियस माइन्डलाई हेर्नु पर्दैन, सिधै इम्प्लिमेन्ट हो। सबकन्सियस माइन्डको लिङ्क सुपर कन्सियस माइन्डसँग हुन्छ। सुपर कन्सियस माइन्ड हाम्रो पुरा शरीरको वरिपरि दायाँ बायाँ दूरदृष्टिसम्म उसलाई हेरिरहेको हुन्छ। यदि तपाईँले सबकन्सियस माइन्डमा प्रोग्राम गर्नुभयो कुनै इम्प्लिमेन्ट गर्नुको लागि, प्रोग्राम राखेर तपाईँको प्रोग्राम जब म्याच्योर हुन्छ, म्याच्योर भइसकेपछि तपाईँको विरोधमा लाखौँ व्यक्तिले आए पनि तपाईँको साथमा भगवान हुनुहुन्छ, भगवान हुनुहुन्छ। पुरा कायनातले सहयोग गर्छन्। तपाईँलाई आवश्यक पर्ने व्यक्तिहरू को छन् विश्व ब्रह्माण्डमा, कुन कुन ग्रहको आवश्यक पर्छ तपाईँलाई, कुन कुन व्यक्तिको आवश्यक पर्छ, भगवानले यसरी लिङ्क गराउनुहुन्छ, यसरी लिङ्क गराउनुहुन्छ त्यो काम सक्सेस गर्नु। सिर्फ तपाईँले सबकन्सियस माइन्डमा लेख्न मात्र जान्नु पर्यो। सबकन्सियस माइन्डले कुन भाषा बुझ्छ? जस्तै यो कम्प्युटरमा प्रोग्राम गर्नु पर्यो भने, यो कम्प्युटरमा प्रोग्राम गर्नु पर्यो भने यो कम्प्युटरमा ABCD जुन हामीले टाइप गर्छौँ त्यो ABCD यो कम्प्युटरको सिपियुले बुझ्दैन, यो कम्प्युटरको सिपियुले बुझ्दैन। नबुझ्ने भएको भएर कुनै पनि किबोर्डमा एउटा कम्पाइलर आइसी राखिएको हुन्छ 8048 अथवा 8049। त्यो कम्पाइलर आइसीले हामीले लेखेको एलाई कम्पाइल गरेर आस्की कोडमा कन्भर्ट गर्छ। आस्की कोड सिपियु बुझ्न सक्छ। वाट एभर यु गिभ इनपुट, जेसुकै इनपुट दिनुहोस् तपाईँले, सिपियुले बुझ्छ। त्यस्तै हाम्रो सबकन्सियस माइन्डमा प्रोग्राम गर्नु पर्यो भने कुन प्रोग्रामिङ ल्याङ्ग्वेजले बुझ्छ? हामीले प्रोग्राम गर्न चाहन्छौँ, समस्या हामी भगाउन चाहन्छौँ, रोग हामी भगाउन चाहन्छौँ, तर त्यही आउँछ अगाडि। जे गर्छु भने उल्टो पर्छ। किन? प्रोग्राम उल्टो परेको, प्रोग्राम उल्टो परेको। हाम्रा वृद्ध बा हजुरबाहरूले भन्नुहुन्थ्यो कुनै काम गर्दाखेरि उल्टो पर्न सक्छ बाबु, पूजा गर्दाखेरि उल्टो पर्न सक्छ भनेको के हो त्यो? वाट इज द्याट? कसरी चाहिँ नि उल्टो पर्छ? यी सबै कुरो सबकन्सियस माइन्ड प्रोग्रामिङ ल्याङ्ग्वेज जसले सिकाउँछ त्यो कुरो उसले बताउन सक्छ। विदाउट नलेज, जस्तो तपाईँ गाडी सिक्दै जानुहुन्छ, ब्रेक थिच्यो भने रोकिन्छ भनेर एक्सिलेटरलाई देखाइदियो भने के हुन्छ? त्यो मान्छेले भोलि गाडी चलाउँदाखेरि रोक्नु पर्यो भने एक्सिलेटर दबाउँछ। सेम लाइक द्याट तपाईँको लाइफमा, तपाईँको जीवनमा तपाईँको आफ्नो रिमोट कन्ट्रोल तपाईँको हातमा छ कि छैन? अर्काको निर्देशनमा चल्नुहुन्छ कि तपाईँ आफ्नो निर्देशनमा चल्नुहुन्छ? तपाईँको गन्तव्य छ कि छैन? तपाईँको क्लियर गोल छ कि छैन? मानिसले, सक्सेस मानिसले 20 देखि 25 वर्षको उमेरसम्म आफ्नो क्लियर गोल सेट गरिसकेको हुन्छ। प्राय गरेर 99% मान्छेको गोल नै हुँदैन। 99% मान्छे जता चल्छन् सबैजना त्यतै चल्छन्। यदि कोही व्यक्तिलाई सक्सेस हुनु छ, सम्पन्न हुनु छ, जन्मेपछि केही गर्नु छ भने सबकन्सियस माइन्ड प्रोग्रामिङ सिक्नु जरुरी छ। कसैले गड गिफ्टेड बाई चान्स आफै जानेको हुन्छ। कोही बाउ आमाले इन्डाइरेक्टली सबकन्सियस माइन्ड प्रोग्रामिङ सिकाइएको हुन्छ, उनीहरूलाई थाहै हुँदैन कसरी सक्सेस भयो भनेर। राज त्यहाँ छ। वाट इज सबकन्सियस माइन्ड प्रोग्रामिङ? त्यसकारण सबकन्सियस माइन्ड प्रोग्रामिङ सिक्न जरुरी छ आज। कसले सिकाउँछ यो सबकन्सियस माइन्ड प्रोग्रामिङ? गुरुहरू धेरै हुनुहुन्छ विश्वमा। राइट ट्र्याकबाट सिकाउने गुरु को छ? कसरी सिक्न सकिन्छ? अर्को कुरा, सबकन्सियस माइन्ड र सुपर कन्सियस माइन्ड, त्यसपछि कन्सियस माइन्डलाई सबै ब्यालेन्समा रहेर इन्टेलिजेन्टको काम गर्ने तत्त्व, जसलाई हाम्रो परम्परागतमा भन्यो भने मणि, नरमणि भनिन्छ, त्यसलाई वैज्ञानिक भाषामा पाइनल ग्ल्यान्ड भनिन्छ, धार्मिक भाषामा तेस्रो नजर भनिन्छ, थर्ड आई। कसरी थर्ड आई खोल्न सकिन्छ? पाइनल ग्ल्यान्डलाई कसरी एक्टिभेट गर्न सकिन्छ? पाइनल ग्ल्यान्ड एक्टिभेट भइसकेपछि कुनै पनि मानिसले चिन्ता गर्नु पर्दैन, चिन्ता गर्नु पर्दैन। वाट यु वान्ट तपाईँ धाउनु पर्दैन।
तपाईलाई सबै चिजले धाएर हुन्छ, सबै चिजले धाएर हुन्छ। त्यो पाइनल ग्ल्यान्ड एक्टिभेट कसरी गर्ने त? जसको लागि गौतम बुद्ध जिजस क्राइस्ट कयौं वर्षसम्म भड्केर त्यो प्राप्त गर्न सक्नुभयो। त्यो चिज हामीले पनि प्राप्त गर्न सकिन्छ। कसरी सकिन्छ त? सर्टेस्ट वेमा कसरी सकिन्छ? यही कुरा जानकारी दिने हिसाबले हामीले अमेरिकाको फ्लोरिडा राज्यमा डिज्नील्यान्डमा रहेको एउटा 5 स्टार होटलमा भव्य महासम्मेलन गर्दैछौँ। स्पेसल्ली नेपालीहरूको लागि टार्गेट गरेर यो पटक, स्पेसल्ली नेपालीहरूको लागि टार्गेट गरेर यो पटक हामीले एउटा महासम्मेलन गर्न गइरहेछौँ। यो महासम्मेलनको मेन उद्देश्य भनेको सबकन्सियस माइन्ड प्रोग्रामिङ कसरी गर्न सकिन्छ, मानवले के गर्न सक्छ, के गर्न सक्दैन, मान्छेको हेल्थ कसरी कन्ट्रोल गर्न सकिन्छ, के चिज खान मिल्छ, के चिज खान मिल्दैन। साधारण एउटा मेसिन यसो लग्यो भनेदेखि दायाँपट्टि चल्ने, यसो लगेर खान नहुने चिज छ भने बायाँपट्टि चल्ने मेसिन पनि हामीले सानो इक्विपमेन्ट, नेचुरल इक्विपमेन्ट पनि तपाईँहरूलाई प्रदान गर्नेछौँ। हामीले के चिज खानुहुन्छ, के चिज खानु हुँदैन। आज हामीले एउटा गाडी किन्यौँ, BMW अथवा कुनै पनि महँगा गाडी किन्यौँ भने हामी त्यसमा जथाभावी तेल हाल्दैनौँ, जथाभावी तेल हाल्दैनौँ। हामीले एकदम महँगो खालको चाहिँ पेट्रोल हाल्छौँ, महँगो खालको मोबिल फेर्छौँ हामीले। तर त्यो BMW गाडीभन्दा कति करोड गुणा ठुलो छ यो शरीर, कति वर्षसम्म चल्न पर्ने शरीर हो यो। यसलाई हामीले वास्ता गरेका छैनौँ। के खानुहुन्छ, के खानु हुँदैन त्यो पनि हामीले सोचेका छैनौँ आजसम्म। त्यसकारण यी सबै कुराको ज्ञान हाम्रो शरीरमा भएका तत्त्वहरू, अर्गान्सहरू जसले हाम्रो शरीरलाई जीवित बनाइरहेछ। हाम्रो मुटु एक दिनमा 7200 लिटर ब्लड पम्प गरिरहेछ। कसरी पम्प गरिरहेछ, के कारणले पम्प गरिरहेछ, पम्प गर्ने तत्त्व के हो, पम्प गराउनको लागि त्यहाँको सेल्सलाई एक्टिभेट गर्नको लागि कुन तत्त्वले भोल्टेज उत्पादन गर्छ, कति भोल्ट उत्पादन गर्छ, व्हाट इज भोल्टेज। तपाईको चाहिँ नि फ्रिक्वेन्सी के हो, अडियो फ्रिक्वेन्सी भनेको के हो, इलेक्ट्रोम्याग्नेटिक वेव्स भनेको के हो, अल्टा बीटा थीटा डेल्टा कस्मिक रे भनेको के हो, लाइट कुनै ठाउँमा पर्यो भने तातो हुन्छ, किन तातो हुन्छ। मेटाफिजिक्सदेखि लिएर क्वान्टम साइन्ससम्मको ज्ञान त्यहाँ दिन्छ, जुन ज्ञान सुन्दाखेरि मात्र वर्ड एकदम ठुलो लागेको, साधारण एउटा पढ्दै नपढेको मान्छेले पनि बुझ्ने किसिमले नेपाली भाषामा यो कन्फरेन्समा वर्कसप गर्नेछौँ हामीले, प्र्याक्टिकल वर्कसप, जसमा सबकन्सियस माइन्ड प्रोग्रामिङ, पाइनल ग्ल्यान्ड एक्टिभेसन, पावर हिलिङ, कसरी हिलिङ गर्न सकिन्छ, कसरी आफूले आफूलाई सेल्फ हिप्नोटाइज गर्न सकिन्छ, कसरी सक्सेस हुने, यी सबमा ज्ञान दिनको लागि प्र्याक्टिकल वर्कसप हामीले अमेरिकामा गरिरहेको छौँ। यसमा अर्को हामीले महत्त्वपूर्ण विषयलाई लिएर, 2वटा विषयलाई लिएर कन्फरेन्स पनि गर्दैछौँ हामीले यो महासम्मेलनमा। यो कन्फरेन्समा 2टा सेमिनार पनि गर्दैछौँ हामी। एउटा सेमिनारको विषय चाहिँ नि हाम्रो देश आज एकदम गद्दार, काम नलाग्ने माफिया विदेशी दलालहरू भनौँ अथवा चाहिँ नि डनहरूका नाइकीको हातमा देश परेको थाहा छ। यो भ्रष्टाचारी कर्मचारीका नाइकी, डनका नाइकी, विदेशी दलालका नाइकी र माफियाका नाइकीको हातबाट सत्तालाई निकालेर 30 देखि 40 वर्षका युवाहरूको हातमा शासन कसरी पार्न सकिन्छ त? संसारमा हरेक चीज सम्भव छ, असम्भव भन्ने चीज सिर्फ विचार शून्य व्यक्ति खरबौं खरब ज्ञानको भण्डारबाट एउटा विषयमा PhD को उपाधि गर्दैमा विद्वान होइन्छ नै भन्न सकिँदैन। ती
व्यक्तिको विचारमा पनि हाइपोथेटिकल लाग्न सक्ला। आज हाम्रो देशमा एक कल गरेको भरमा 2000 वटा बसमा पुरा देशभरिबाट बार भाँच्न सक्ने, टायर बाल्न सक्ने, गाडी चलाउन सक्ने, मसाल जुलुस गर्न सक्ने व्यक्ति, उतार्न सक्ने व्यक्तिहरू, नेताहरू हाम्रो देशमा हुनुहुन्छ। उहाँहरूसँग अरबौं होइन खरबौं ब्याङ्क ब्यालेन्स छ। जस्ता व्यक्तिलाई पनि, जति विद्वान व्यक्तिलाई पनि खरिद गर्न सक्नुहुन्छ उहाँहरूले। ती व्यक्तिहरूलाई सजिलैसँग ज्वरोबाट ओखलेर फाल्न सक्ने फर्मुलाको बारेमा पनि हिडन इन्टेलिजेन्स ग्रुपले सेमिनार गर्दैछ। अर्को सेमिनारको विषय छ ग्लोबल वार्मिङलाई च्यालेन्ज दिने। आज ग्लोबल वार्मिङको चाहिँ नि समस्या प्राय सबै टेलिभिजनहरूबाट, विश्वका ठुल्ठुला टेलिभिजनहरूबाट गुन्जिन थालेको छ। त्यसलाई समाधान कसरी गर्न सकिन्छ केही हदसम्ममा भए पनि त्यसको समाधानलाई लिएर पनि अर्को कन्फरेन्स, अर्को सेमिनार यही कन्फरेन्समा हामी गर्न गइरहेछौँ। अर्को सेमिनार यही कन्फरेन्समा हामी गर्न गइरहेछौँ। त्यसमा एउटा यस्तो किसिमको सनसनीपूर्ण प्रेजेन्टेसन गरिन्छ। त्यसमा टेक्नोलोजी पनि लगाइएको छ, सोलर इनर्जीलाई पनि युज गरिएको छ र मरुभूमिलाई ग्रीन हरियाली जग्गामा कसरी परिवर्तन गर्न सकिन्छ, फर्टाइल ल्यान्डमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने फर्मुला त्यो सेमिनारमा प्रस्तुत गरिनेछ। जुन फर्मुलाले विश्वमा एउटा चकित बनाउनेछ त्यो फर्मुला यो कन्फरेन्स सकिने बित्तिकै अर्को कन्फरेन्स हामीले फिक्स गरिसकेका छौँ। कतार, बहराइन, त्यसै गरी चाहिँ तपाईँको साउदी अन्य राज्यहरूमा पनि हामीले गर्ने क्रममा फर्स्ट अफ अल कतारमा हामीले गर्नेछौँ। यहाँको कार्यक्रम सकिने बित्तिकै डेट फिक्स गर्नेछौँ। त्यो सकिनुभन्दा अगाडि नै पूर्व नै हामीले डेट फिक्स गर्नेछौँ र त्यहाँका राजालाई बोलाएर हामीले सम्मान गर्नेछौँ। हाम्रो देशको लाखौँ युवाहरूलाई यस्तो अप्ठ्यारो परेको बखतमा खान नपाउने अवस्था भएको बेलामा हाम्रो देशको गद्दार नेताहरूले सम्पूर्ण कल कारखाना बन्द गराएर देशको व्यक्तिहरूलाई बिजोग गराएको अवस्थामा खानेको लागि कयौं देशहरूमा अर्काको देशमा बन्दुक बोकेर हमारा देश महान है भन्नुपर्ने, गोर्खा सैनिकमा जानुपर्ने, विदेशमा रगतको आँसु बगाउन जानुपर्ने अवस्थामा आज तपाईँले हाम्रो देशको लाखौं युवाहरूलाई काम दिनुभएकोमा हामी सम्मान गर्न आएका भनेर हामी कार्यक्रम गर्नेछौँ कतारमा। जुन जुन देशका नेपालीहरूलाई सहयोग गर्नुभएको छ त्यो देशमा हाम्रो मरुभूमिलाई हरियाली बनाउने फर्मुलाको बारेमा प्रस्ताव राख्छौँ त्यहाँको राजालाई। त्यो कामको लागि हजारौं नेपाली युवाहरूले काम गर्नेछन्। त्यो ठाउँलाई दिएको मरुभूमिलाई हरियाली बनाएर देखाइदिनेछन् नेपाली युवाले। जुन युवा आज हाम्रो देश बनाउनको लागि जसरी एउटा कुमालेले माटोलाई पिट्दा यस्तो मुलायम बनाउँछ कि त्यसलाई जुन सेपमा लग्यो भने पनि जान्छ, र माटोको काँचो माटोको भाँडा बनाउँछ त्यसलाई। त्यो भाँडोलाई कहिले घाममा राख्छ त कहिले शीतलमा राख्छ। रात दिन त्यो घाम पानी भएर सहँदै जान्छ र लास्टमा आखिरमा त्यो माटोको भाँडोलाई उसले आगोको भट्टीमा हाल्छ। कयौं दिनसम्म आगोको भट्टीमा हालेपछि त्यहाँबाट निकाल्छ र रङ रोगन गरेर किम्मती बनाएर बजारमा बेच्छ। आज त्यसै गरी हाम्रो देश बनाउनको लागि, हाम्रो देशको करप्टेड भ्रष्टाचारी नेताहरूलाई ज्वरोदेखि ओखल्नको लागि हाम्रा देशका निमुखा जनताहरू चट्टान हुँदैछन्। आज कोही माइक्रोसफ्ट कम्पनी अमेरिकामा बसिरहेछन् त कोही नासामा, कोही मेट्रो कम्पनीमा बसिरहेछन् त कोही बोइङ जेट बनाउने म्यानुफ्याक्चर कम्पनीमा। आज नेपालीकै हातले समुद्रमा 42 किलोमिटर पुल बनाइसके। संसारकै अग्लो गगनचुम्बी महलमा नेपालीको हातले बनिरहेको छ। आज ती नेपालीहरू देश बनाउनको लागि
लागि चट्टान भइराखेको हो। त्यो जम्मै अब मिलाउने काम हिडन इन्टेलिजेन्सले गर्छ, हिडन इन्टेलिजेन्सले गर्छ। अब अगाडि बढिसकेको छ। यो आवाज सुन्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी र विदेशीहरू, विदेशका सम्पूर्ण विदेशी विद्वान व्यक्तिहरूले पनि अवश्य पनि सहयोग गर्नुहुनेछ। आजसम्म जति पनि सहयोग गर्नुभयो नेपालका गद्दार नेताहरूलाई नै सहयोग गर्नुभयो, भ्रष्टाचारीहरूलाई नै सहयोग गर्नुभयो, भ्रष्टाचारी समूहलाई सहयोग गर्नुभयो, देशलाई सहयोग गर्नुभएको देशले जनताले पाएको छैन, ती व्यक्तिहरूले पाएका छन्। जसले पाएका पैसाहरू, देशमा दिएका पैसाहरू अरबौं होइन खरबौं पैसाहरू विदेश बैंकमा छन्। आज बोराका बोरा पैसाहरू खाटामुनि कुहिएका छन् देशमा। देशका व्यक्तिहरू 25% भन्दा बढी व्यक्तिहरू आज खानै नपाउने अवस्थामा छन्। एउटा घरबाट एउटा लास निस्किन्छ सिर्फ खान नपाएर, आत्महत्या गरेको लास, छोरछोरी समेत घाँटी न्याकेर मरेको लास, विदेशबाट एक एकवटा कफन आउँछ एयरपोर्टमा। सबै आज भ्रष्टाचारीको कारणले गर्दाखेरि हो, देश गद्दारको हातमा पर्नाले गर्दाखेरि हो। विदेशमा आज प्रत्येक विदेशका देशबाट माफिया पैदा भइरहेका छन्। त्यो माफिया पैदा गर्ने पनि त्यही देशका गद्दार नेताहरूले हो, पैसा दिएर डन बनाएका छन्, माफिया बनाएका छन्। आज यदि हामीले नेपालमा प्रोटोटाइप गरेर हाम्रो देशलाई संसारकै धनी देश बनाउने ट्र्याक, हिडन इन्टेलिजेन्सको ट्र्याकलाई हामीले प्रोटोटाइप गरेर देखाइदियौँ भने नेपाल संसारकै धनी देश त बन्छ नै, बन्छ नै। तर विश्वमा 200 वटा भन्दा बढी कन्ट्री छन् नेता पीडित। एउटा देशबाट अर्को देशमा लाला बाला झिटी झ्याम्टा बोकेर रुँदै कराउँदै अर्को देशमा शरणार्थीको रूपमा गइरहेछन् नेताका कारण, भ्रष्टाचारका कारण। गृह युद्ध भइरहेछ प्रत्येक देशमा। सम्पूर्ण ती देशहरूलाई पनि यो फर्मुलाले हिलिङ हुनेछ, हिलिङ हुनेछ। त्यसकारण सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आज यो आवाज जतिजनाले सुन्नुभयो, यो आवाजको बारेमा कसैसँग कुरा नगर्नुहोस्। तपाईँले आफ्नो दिललाई सोध्नुहोस्, यो आवाजमा कति गहिराई छ। हाम्रो देशको विद्वानहरू त कसैले केही बोलिरहेको छ भने यसले भन्न हुने शब्द बोल्यो या बोलेन, त्यतापट्टि एनालाइसिस गर्न सुरु गर्नुहुन्छ उहाँहरूले। यसले बोल्न नहुने कुरो बोलिरहेछ, प्रत्येक गल्ती पत्ता लगाउनपट्टि खोज्नुहुन्छ उहाँहरूले। त्यसको गहिराई, त्यो कहाँबाट बोलिरहेछ त्यो आवाजको अब शक्ति कति छ भन्नेपट्टि लाग्नुहुन्न उहाँहरू। कसैले कुनै आवाज निकालेको छ भने यु क्यान डु इट, आई एम विथ यु, म तेरो साथमा छु भन्ने मान्छे सायद कमै हुनुहुन्छ होला। यदि यो आवाज सुन्ने व्यक्तिमा आई क्यान हेल्प यु, आई एम विथ यु भन्ने व्यक्ति हुनुहुन्छ भने तपाईँको दिललाई मेरो आवाजले नक गरेको छ। तपाईँ सिधै अमेरिका आउनुहोस् यो सेमिनारमा भाग लिनको लागि, केहीले पनि रोक्दैन तपाईँलाई। सिधै अमेरिकन एम्बेसीमा भिसा हान्न जानुहोस्, इन्भाइटेसन लेटर हामी पठाइदिन्छौँ तपाईँलाई, एम्बेसीलाई रिक्वेस्ट गरेको चिठी हामी पठाइदिन्छौँ। हाम्रो साथमा साथ दिएर हिँड्नुहोस् हामीसँग। राम्रो काम गर्नेको लागि कुनै चिजको अभाव हुने छैन, कुनै चिजको अभाव हुने छैन, कुनै चिजको अभाव हुने छैन। हामी प्रत्येक देशका नेपालीलाई करोडपति बनाउने अभिलाषाले हिँडेका व्यक्ति, हामीलाई के अभाव हुन्छ, के अभाव हुन्छ हामीलाई? हामी भोलिका दिनमा हाम्रो नेपाल संसारकै धनी देश हो, संसारकै धनी देश हो। आज विश्व बजारमा पेट्रोल बियरको दाम भन्दा पानीको दाम महँगो छ। हाम्रा भ्रष्टाचारी नेता, विवेकशील नेता नहुनाले गर्दाखेरि जम्मै बगेर गइरहेछ। पेट्रोल भन्दा बढी महँगो पर्ने चिज आज विश्व बजारमा, पानी दिन्छु पेट्रोल ल्याऊ भन्यो डबल पेट्रोल दिने सम्पत्ति हामीसँग छ, डबल सम्पत्ति दिने प्रपर्टी हामीसँग छ। आज त्यसबाट निक्लिएको बिजुलीको कुरा गर्ने हो भने हाम्रो क्षमताको 50% मात्र यदि हामीले बिजुली निकाल्ने हो भने हाम्रो देशमा पुरै 24 घण्टा प्रत्येक नेपालीको घरमा एयर कन्डिसन चलाएर, हिटरमा भात पकाएर, इलेक्ट्रिक गाडीहरू दौडाएर, हामीले पेट्रोल एक दिनमा 30 लाख लिटर पेट्रोल चाहिँदैन, हामीलाई चाहिँदैन। प्रत्येक गाडी इलेक्ट्रिक रिचार्जेबल गाडी गुड्ने छन्।
प्रत्येक गाडी दौडाएर, इलेक्ट्रिक ट्रेन, मेट्रो दौडाएर, अब केबल कारको पनि जमाना भयो। हेलिकप्टर चङ्गामा लट्टाइले चङ्गा उडाएको जस्तो गरी हाम्रो देशको बिजुलीको तारले हेलिकप्टर उड्नेछ डाँडाका टुप्पा टुप्पामा। ड्रोन, केबल ट्रान्सपोर्टेसन, टेली ड्रोनहरू चल्नेछन् अब हाम्रो देशमा। डाँडाका टुप्पा टुप्पामा रिसोर्ट बन्नेछन् अब। यी सम्पूर्ण कुराहरू गरेर हाम्रो देशलाई संसारकै धनी देश बनाउन सकिन्छ। असम्भव भन्ने चिज सिर्फ विचार शून्य व्यक्ति, कम्पाउन्ड नलेज भएका व्यक्तिहरूलाई मात्र हो। फार साइटेड, मल्टी डाइरेक्सनल सोच भएको व्यक्तिहरूको लागि हरेक चिज सम्भव छ। हरेक चिज सम्भव छ। यही ज्ञान हासिल गर्नुको लागि यो कन्फरेन्समा भाग लिएर, पार्टिसिपेट भएर हामीहरूलाई ऊर्जा बढाइदिनुको लागि हामी अनुरोध गर्छौँ। हाम्रो पार्टिसिपेन्ट भएर फायर हिटिङ प्रोग्राम छ हाम्रो। आगो खानुपर्ने छ। तपाईँले यहाँ आएर सम्पूर्ण व्यक्तिले आगो खानुपर्ने छ, ताली बजाउनु पर्ने छ, नाच्नु पर्ने छ। पुरै खुसी भएर आँखाभरि आँसु पार्दै, मुटुको धड्कन थाम्दै नाच्नु पर्ने छ। पुरा डिजे डान्स, इन्टरनेसनल ब्रान्ड पनि हामीले यो कार्यक्रममा बोलाएका छौँ। अलरेडी एक्सेप्ट भइसकेको छ इन्टरनेसनल ब्रान्ड, जसलाई विश्वका सबै व्यक्तिले चिन्छन्। त्यस्ता ब्रान्ड पनि यस कार्यक्रममा आउनुहुनेछ। बाजा गाजा सहित आउनुहुनेछ। नेपालबाट पनि केही ब्रान्डहरू आउँदै हुनुहुन्छ यो कार्यक्रममा। विश्वभरिका एनआरएनहरू आउनुहुनेछ। जो राष्ट्रभक्त हुनुहुन्छ उहाँहरू, प्रत्येक राष्ट्रभक्त सबै आउनुहुन्छ। उहाँहरू अराष्ट्रिय तत्त्वहरूलाई यो ठाउँमा आउने साहसै हुँदैन। जो अराष्ट्रिय तत्त्व छन् हाम्रो देशका, यो कार्यक्रममा आउनको लागि साहसै हुँदैन उहाँहरूलाई। आउनुहुन्न उहाँहरू। ताली बजाएर बस्नुहुन्छ उहाँहरू। कसरी के गर्दो रहेछ भनेर। ज्ञानले हरेक चिज सम्भव छ। समयले हरेक चिज ल्याउने छ। सिर्फ इन्तजार गर्नुपर्छ। हाम्रो नेपाली जस्तो पेसेन्ट व्यक्ति कोही पनि छैन। कयौँ महिनासम्म ग्यास नपाएर, दाउरा नपाएर, चामलमा चाहिँ नि चिनी र पानी हालेर घोलेर खानु पर्दाखेरि पनि सहन सक्ने हाम्रो नेपाली। छोरीलाई बाउले डोल्याएर वेश्यालयमा लगेर बेच्छन्, बरु रुँदैनन्। आफ्नो किडनी बेचेर छोरछोरीको फिस तिर्छन्, रुँदैनन्। अर्काको देशमा हाम्रा देश महान है भनेर सलाम पड्काउनु जान्छन्, सिर्फ खानको लागि, परिवार पाल्नको लागि, रुँदैनन्। बहादुर नेपालीहरूले अब कति पेसेन्ट हुने, अब कति पेसेन्ट हुने। एउटा न एउटा व्यक्ति उठ्नु पर्दो रहेछ। लाखौं तारा गढो चपी एकस चन्द्र तमोन्ती। आकाशमा लाखौं तारा भए पनि उज्यालो पार्ने एउटै सूर्य हो। त्यस्तै हाम्रो देश संसारकै धनी देश बनाउनको लागि लाखौं नेताका लाखौं लाख कार्यकर्ता भए पनि देश बनाउनको लागि एउटै सिद्धान्त काफी हुनेछ। अर्काको थोत्रो सिद्धान्त, आफ्नो भिजन नभएपछि अर्काको सिद्धान्तको टोपी लगाउनु पर्दो रहेछ। अर्काको टोपी लगाएर देश बन्दैन। देश बनाउनुको लागि इन्टेलिजेन्टको जरुरी पर्छ। इन्टेलिजेन्ट ग्रुपले देश बनाउँछ। यो हिडन इन्टेलिजेन्सको आवाज हो। यहाँहरू सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सहर्ष चुले निम्ता गर्दछु। आजै अनलाइन goप्यज्ञान.com, जस्ट टाइप goप्यज्ञान.com इन योर ब्राउजर। कुनै पनि ब्राउजरमा जानुस्, goप्यज्ञान.com टाइप गर्नुस्, रजिस्टर गर्नुस्। सिट सीमित छ। सीमित समयभित्र गर्नुभयो भने तपाईँले सिट प्राप्त गर्न सक्नुहुन्छ। सीमित समयभन्दा बढ्यो भने पैसा पनि डबल हुनेछ। त्यो समयमा पनि गर्नु भएन भने तपाईँको रजिस्ट्रेसन क्लोज हुनेछ। त्यसकारण समयभित्र पार्टिसिपेन्ट भइदिएर यो कार्यलाई सहयोग गर्नको लागि, कन्ट्रिब्युट गर्नको लागि हामी हार्दिक अपिल गर्दछौँ। र साथै एउटा तपाईँहरूलाई नोटिस मागेर डोनेसनले देश बन्दैन। हामी दु पैसा पनि कसैसँग भिख माग्दैनौँ देश बनाउनको लागि। चन्दा उठाउला कि भनेर कुनै पनि नेपालीले डराउन जरुरी छैन। हामीसँग अब सबकन्सियस माइन्ड प्रोग्रामिङको तागत छ। विश्वबाट पैसा
दान डोनेसन होइन, कर्म गरेर पर्सिन्छ, कर्म गर्नको लागि पर्सिन्छ। हाम्रो देशका गद्दार नेताहरूलाई फाल्नको लागि पुग्ने पैसा पर्सिन्छ। सिर्फ तपाईँहरूको साथ हो, यु क्यान डु इट भन्ने आवाज मात्र चाहिएको छ नेपाली जनता हिडन इन्टेलिजेन्सलाई, अरू केही पनि चाहिएको छैन।